एकतीस गते अन्तिम साता हाम्रो यो वर्षको पनि अन्तिम साता कस्तो चल्दैछ त तपाईहरुको ग्रह भनेर यो ग्रहको बारेमा विचार बताउन गइरहेका छौं। दर्शकवृन्द हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ लाइक कमेन्ट गर्न नभुल्नु होला। ज्योतिष ठाकुर प्रसाद त्रिपाठी। दर्शकवृन्द आउनुस्, यो समयमा खासै त्यस्ता पर्वहरू यो समयमा छैनन्। अब हामी निकट भविष्यमै हाम्रो अर्को नयाँ वर्ष आरम्भ हुँदैछ र हामी यो अन्तिम यो साता कस्तो चल्दैछ त भन्ने विषयमा तपाईहरुलाई चर्चा गर्न गइरहेका छौं। दर्शकवृन्द, मेष राशिका व्यक्तिहरू परीक्षामा बहुत राम्रो अवस्था आउने भयो। तपाईहरुको नयाँ विचारले प्रवेश पाउँदैछ। तपाई प्रेमिकाको सम्बन्ध पनि बहुत प्रगाढ बन्ने अवस्था आइरहेको छ। तर तपाईलाई यो समय सरसापट र साझेदारी विषयबाट सजग रहनु होला। वृष राशिका व्यक्तिहरूलाई बहुत राम्रो छ। तपाईको वृष राशि बृहस्पति तपाईकै राशिमा चलिरहेको हुनाले बृहस्पतिले निकै धेरै सजग गराउने अवस्था रहिरहेको छ र तपाईलाई यो पराक्रम बन्ने साता पनि भन्न सकिन्छ। यसलाई कामको बहुत धेरै चटारो पर्नेछ। अब तपाई प्रेमिका त्यति धेरै फाइदाजनकै भने त्यस्तो अवस्था देखिन्न। आएका तपाईका 2-3 वटा बाटाहरू रहनेछन्। अब मिथुन राशिका व्यक्तिहरूलाई सामाजिक व्यक्तित्व तपाईको उठ्ने भयो। मिथुन राशिका व्यक्तिमा सैनिक क्षेत्रमा तपाईहरु हुनुहुन्छ भने सैनिक क्षेत्रका व्यक्तिहरूको प्रमोसन जस्तै नाम मान सम्मान आउने अवस्था छ। अब परीक्षार्थीहरूले यो बेला राम्रो अंक प्राप्त गर्न सक्ने अवस्था आइरहेको छ र त्यो परीक्षामा निकै भाग लिनु होला। तपाईलाई यो समय थोरै स्वास्थ्यले साथ दिने छैन, त्यसमा अलिकति सोच्दै अगाडि बढ्नु होला। कर्कट राशिका व्यक्तिहरूलाई बहुत राम्रो समय चल्यो। तपाईको हप्ताको सुरुमै तपाईलाई चन्द्रमाले पनि बल दिँदैछन् र नयाँ विचार र सोचहरू आउँदैछन्। तपाईको यो बेला शेयर बजारको पनि राम्रो अवस्था रहेको छ र चिट्ठा लटरी र मान पुरस्कारहरू पनि पाउने अवस्था रहेको छ। सिंह राशिका व्यक्तिहरूलाई पनि राम्रो रह्यो। हप्ताको मध्यमा तपाईलाई भ्रमण योग देखा परेको छ अनि तपाई भोज भतेरमा पनि तपाई सामेल हुने अवस्था आइरहेको छ। तपाई निकै राम्रो आय आर्जनको अवस्था आयो। तपाईलाई यो विभिन्न प्रकारबाट तपाईलाई ठोस तरलबाटै पनि फाइदा हुने अवस्था आइरहेको छ र तपाईले यो सातामा गरेको साझेदारीको कामले पनि फाइदा दिने अवस्था आएको छ। कन्या राशिका व्यक्तिहरूलाई एउटा अनौठाको समय चलेको छ। यो समय तपाईले पक्डन सक्नुभयो भने मान सम्मान साथै पुरस्कारहरू पनि प्राप्त गर्नुहुनेछ। तर ख्याल गर्नु होला, यो बेला दिएको सापट पैसा तपाईको आउनेवाला छैन र पैसाको कारोबार तपाईले यो महिना नगर्नु। यो हप्ता यानी कि लास्ट हप्ता यो 24 देखि 31 गतेसम्म नगर्नु होला र तपाईको निर्णयले अरु कसैको जीवनमा सकारात्मक असर पार्ने हुँदा राम्रो विचारको सल्लाह दिनु होला। तपाईको त्यो गुणले तपाईका मित्र बन्ने सम्भावना छ र जस पाइने अवस्था छ। तुला राशिका व्यक्तिहरूलाई स्वास्थ्यमा अलिकति समस्या देखिने हो कि भन्ने पिरोलो आयो। यो पशु चौपायबाट पनि त्यति फाइदा देखिँदैन यो हप्ता तपाईलाई। त कामको चटारोमा बहुत धेरै पर्दै हुनुहुन्छ। तर तपाईलाई अहिले निकै राम्रो प्रशंसायोग्य कामहरूको प्रशंसा भने वाह पाउने अवस्था देखिन्छ। तर तपाईलाई आर्थिक मन्दी भने हुनेछ। वृश्चिक राशिका व्यक्तिहरूको लागि सामान्य समय चलेर आयो। तपाईको स्वास्थ्यमा सुधार हुने भयो। तपाईलाई नयाँ मित्रहरू भेटिने भए र यो तपाईलाई आफैमा मनोबल र उत्साह बढ्ने भयो। तर आर्थिक मानेमा भने तपाईको पैसाको मानेमा तपाईलाई अलि दिक्कत हुनेछ। त्यसमा अलिकति ख्याल गर्नु होला। धनराशिका व्यक्तिहरूले तपाईलाई नयाँ चीज वस्त्र कपडाहरूको यो प्राप्त गर्ने अवस्था आइरहेको छ र तपाईको यो
सेयर बजार पनि धनराशिको व्यक्तिहरूलाई बढी राम्रो उठेर आयो र तपाईँको यो भ्रमण योग भनेको छ धनराशिका व्यक्तिहरूलाई। यो भ्रमण योग तपाईँको लाभदायी हुनसक्छ र भ्रमणमा तपाईँ जानुपर्ने अवस्था देखिएको छ। मकर राशिका व्यक्तिहरूलाई यो समय राम्रो चल्यो। अब तपाईँको निकै ग्रहले तपाईँलाई यो हप्तादेखि निकै राम्रो अवस्थामा पुर्याउँदैछन्। त्यसैले तपाईँले पुराना गरेका बिरेका कामहरू पनि अहिले सप्रने अवस्था आयो अनि आफूले जुन कामबाट अबजस मिलेको थियो त्योबाट जस प्राप्त हुने भयो अनि तपाईँलाई वार्ता सहयोग दाजुभाइको सहयोगमा पनि अपेक्षाकृत राम्रो देखिने भयो र तपाईँलाई प्रेम प्रेमिकाहरूले पनि बहुत राम्रो सहयोग गर्ने अवस्था देखियो। तर आर्थिक चटारोमा भने तपाईँ बहुत समयमी हुँदै अगाडि बढ्नुहोला। कुम्भ राशिका व्यक्तिहरूको लागि समय सामान्य चलेको छ। तपाईँहरू साझेदारी गर्नुबाट अगाडि दूर रहनुहोला, टाढा रहनुहोला। अनि हजुरहरूको जो कुम्भ राशिको हुनुहुन्छ हजुरहरूले यो साता लगानीको काम पनि नगर्नुहोला, धेरै कति सापट दिने कुरा नगर्नुहोला। यो तर एउटा कुरा के छ भने यो परीक्षार्थीहरूको लागि कुम्भ राशिका परीक्षार्थीहरूलाई निकै राम्रो समय चलेको छ। तपाईँ शिवको आराधना गर्दै अगाडि बढ्नुहोला। कुम्भ राशिका व्यक्तिहरू सफल हुनेछन्। त्यस्तै दर्शकवृन्द, अब आउनुहोस् हामी अन्तिम राशि यो मीन राशि। मीन राशिका व्यक्तिहरूलाई कामको चटारो बढी पर्यो तर साथीहरू र मित्रको सहयोग पनि त्यत्तिकै आउने अवस्था देखिरहेको छ र तपाईँले योमा न्यूनतम रूपमा साझेदारीबाट फाइदा लिने अवस्था आइरहेको छ र तपाईँको विवेक बुद्धि बहुत राम्रो र यतिखेर नयाँ विचारले प्रवेश पाउने अवस्था आएको छ र तपाईँका इन्कम निकै राम्रो इन्कम भए पनि आय स्रोत बढी राम्रो भए पनि खर्चमा भने तपाईँ अलिकति कन्जुसिया अपनाउनु पर्ने हुन्छ र तपाईँलाई टाढाको मित्रहरूबाट धेरै मीन राशिका व्यक्तिहरूलाई यो हप्ता अपेक्षाकृत मिलन हुने र अलि सहयोग हुने गरेर आइरहेको छ भन्दै हामी यो चैत्र 31 गतेसम्मका यानि कि यो वर्षका राशिफल यही बिट मार्न चाहन्छौँ र तपाईहरुको यो 2082 साल कसरी चल्दैछ त्यो कुरा पनि हाम्रो युट्युब च्यानल मार्फत हामीले ग्रह गोचरले के गर्दै गराउँदैछन् राशिगत रूपमा तपाईहरुलाई हामीले बताइदिँदै छौं। त्यसैले हाम्रा ती च्यानलहरु हेर्न र हाम्रा यो उसलाई हेर्न नभुल्नु होला। यो समय तपाईको राम्रो रहोस् र आगामी आउने 2042 सालको मंगलमय शुभकामना सहित तपाईहरुलाई यो 2081 सालको राशिफलबाट बिदा लिन चाहन्छु। हस्, नमस्कार।